आजको ब्रेकिङ खबर चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ कति भएको थियो है साथीसँग कन्ट्याक्ट नभएको र फाइनली अब साथीले पनि आज बिचरा त्यसले मात्रै दुःखै परेछ र कल गरेको थिएँ। कलमा चाहिँ अब के बात भयो भन्दाखेरि के छ कसो छ कहाँ छ दुईजनाको अब कुरा भयो है। दुईजनाको सेन्टी भयो प्लस अब त्यसको कुरा चाहिँ सुने झन् सेन्टी लाग्यो होइन। किनभने त्यसलाई चाहिँ अब भर्खर रिसेन्टली अब त्यसको गर्लफ्रेन्ड भनौँ होइन त्यसले चाहिँ मतलब ब्रेकअप गरेर गएछ र त्यसले मलाई भन्दै थियो कि हेर्न साथी यत्रो लामो भएको थियो म त बिहा गर्छु सोच्दै थिएँ प्लस अब घरमा पनि पुरा गर्न आँटेको थिएँ तर अब ब्रेकअप गरेर गयो होइन। सबै केटीहरूले यसै गर्छ भनेर मैले भनेको भाचिस भाइ बेलामा तल ब्रेकअप बन्यो। कतिजना त ब्रेकअप भनेर हात मात्रै होइन ब्रेकअप गरेर जान्छ। कतिले त भाइ नभन नानीसहित छोडेर जान्छ। नानीको फेस फेरि अनुहार पनि उनीहरूको जस्तै हुन्छ। सोच्न त त्यो साल त्यो नानीको अनुहार हेरेर बस्नुभन्दा त त्यो हार्ट ब्रेक गरेर गएको राम्रो होइन नि त होइन गाइस कि मैले के भने के गलत भने भन्नुहोस् त।